हेलो गुड मर्निङ नमस्ते सबैजनालाई सुस्मिता तामाङको ब्लगमा फेरि तपाईहरु सबैलाई स्वागत छ र आज चाहिँ मैले किचनमा काम गर्दै एउटा भिडियो बनाउनु पर्यो भनेर टाइम पास भनेर चाहिँ भिडियो बनाउन लागेको छु है धेरै दिन बाद छोरीले चाहिँ पिज्जा खाने पिज्जा खान्छु मम्मी भन्नु थाल्यो त्यही भएर मलाई चाहिँ पिज्जा बनाउने जाँगर चल्यो आज है मैले ओनियन यानेर क्याप्सिकम टमेटोजलाई कट गरेर राखेको छु र चिकन पनि लगाउने चिकन पिज्जा बनाउने नि त भनेर चाहिँ साइडमा चिकन पनि कट गरेर देखाउँदै छु है र पिज्जामा के लाउने भनेर चाहिँ मैले कम्प्लेक्सबाट चाहिँ यहाँनिर चिली फ्लेक्स भयो पिज्जा सस मियोनिज सबै के मैले पाएँ ओरिगेनोहरू है लिएर चाहिँ यहाँ राखिराखेको छु र मैले यहाँ मैदा पनि मुसेर र यहाँ एक्टिभेट गरेको छु इस्टलाई अब चाहिँ यो चिकनलाई म हल्का फ्राई गर्छु र यो भेजहरू जति पनि कट गरेको थिएँ सबै एकताल फ्राई गरेर चाहिँ एकछिन रेस्टको लागि राख्दिने त्यहाँदेखि चाहिँ म मैदालाई मुसेर चाहिँ म पास राख्ने हो र मलाई हेल्प गर्नु चाहिँ यतापट्टि मैले दिदीको छोरीलाई बोलाएको छु है एलुलाई ऊ चाहिँ अहिले स्कुल यहाँ चाहिँ समर भ्याकेसन भइसक्यो नानीहरुको है ऊ पनि बोरिङ भइरहेको थियो र आन्टीसँग पिज्जा बनाउने आज भनेर चाहिँ दुईजना चाहिँ पिज्जा बनाउन थाल्यौं है एक्साइटेड भइरहेको थियो नानीहरु अब पिज्जा भनेपछि है त्यही भएर चाहिँ लु मैले चाहिँ सबै फ्राई गर्न थाले उलाई चाहिँ लु म के गर्छौ यहाँ के हाल्ने भन्दै थियो हो नानी चाहिँ उ हेर्दै जाँदै गर्दैछ एकदम एक्साइटेड छ मेरो छोरी पनि आज चाहिँ पिज्जा खानु पाइने भयो भन्दैछ है उसको चाहिँ पिज्जा चाहिँ फेभरेट हो नि त मेरो नानीको त्यही भएर चाहिँ एकदमै खुसी थियो र उ बहिनीले चाहिँ त्यहाँ ससहरु मियोनिजहरुलाई मिक्स गर्दै यो पनि लाउनु पर्छ आन्टी यसमा भन्दै थियो है मेरो यस्तो भइरहेको छ भेजहरु पाक्दैछ मज्जाले है यसमा अझै मकै क्रन पाइन र मोजरेला चीज चाहिँ पाइन है गाइज यो के रे यो अमुलको मात्रै चीजहरु पाए हो एउटा पिज्जा चाहिँ बन्यो हाम्रो फाइनली कुक हुँदैछ यहाँ है र बहिनीले चाहिँ चीज खोल्दै थियो र बनिसकेर चाहिँ मेरो बुढो आएछ र उले चाहिँ कट गर्दिन्दै थियो यस्तो रहेछ हौ काट्ने भन्दै हो नानी चाहिँ कहिले खानु भनेर हेरेको छ है अघि म र बहिनीले चाहिँ एउटा टेस्ट गरिसकेको दिदीको छोरी र मैले हो र पनि फेरि यो पनि टेस्ट गर्ने नि त कस्तो छ भन्दै चाहिँ खादै थिए मैले दामी रहेछ नि पछाडी बहिनीले पनि खादैछ है अघि नै हामी दुईजना चाहिँ एउटा खाइसकेको थियौं यो चाहिँ मेरो बुढोलाई राख्देको तर नानीले पनि खाने भन्दै खादैछ हो मिठो छ भन्दै खुट्टा हल्लाउँदै खादै थियो है यहाँ उ खुसी भयो र आजको मेरो पिज्जा के कस्तो भयो मैले चीजहरु राम्ररी पाइन है थ्यांक्स फर वाचिङ।